नमस्कार सबैलाई वेलकम टू माई न्यू ब्लग। आज हामी लभडाँडा पार्कमा जाँदैछौँ। एउटा नयाँ च्यानल खोलेको छौँ, भर्खर हिजो खोलेको त्यो च्यानल हो। त्यसलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। आज हामी नयाँ के अरे त्यो लभडाँडा पार्कमा भ्लग बनाउनको लागि जाँदैछौँ, हेरिदिनु होला। मेरो साथमा दुईवटा भाइहरू छन् यहाँ। ओ चलो ओइ हिँड हिँड, यिनीहरू पनि साथमै आछन्। तिनीहरूको पनि फनी भिडियो बनाउनको लागि हामी चाहिँ लभडाँडा पार्कमा म माथि जाँदैछु। लभडाँडा पार्क यो पार्क त्यहाँ माथि जानुपर्छ। अहिले घाम छ, धेरै नै घाम छ। यो टोखामा पर्छ। यो ठाउँ त राम्रै छ, घुम्न आउन नि मिल्छ। यहाँ बब्बाल ठाउँ छ, हावा पनि चिसो चिसो। यस्तो ठाउँमा त घुम्न आउनुपर्छ कहिलेकाहीँ। उनीहरूको काम छैन, तिनीहरू त थाकिसक्यो। यति घुम्यो आज हामी, थाकिसक्यो उनीहरू। माथि जाँदैछौँ, हेर्नु होला। यो चाहिँ अब माथि जान्छौँ हामी भिडियो बनाउनको लागि, फनी भिडियो कमेडी बनाउनको लागि। यो बाटो त बपाल छ, खुट्टा चिप्यो कि तल पुग्यो। यस्तो बाटो छ यहाँ, तर केही छैन, एक्सपिरियन्स भइसक्यो हिँड्ने यस्तो ठाउँमा। अब माथि चढ्छौँ हामी। कुदेर गयो म नि अब छिटै हिँड्छु। अब खुट्टा दुखिसक्यो, यति हिँड्ने माझा बिदा भएर दिनभरि यताउता डुलेको डुले। हेर्नु बाटो हेर्नु कस्तो छ। चढ्दा थाकिसक्यो। यस्तो बाटो छ। यो भाइ त छिटै नै, बाटो पनि यस्तो खतरा छ नि, पुरै पानी परेर उ भइसक्यो कि। हिजो पानी परेको थियो, सब पानीमा अब माटो यहाँको गइसक्यो। हेर्नु न कस्तो बबाल। हेर्नु यो बबाल रुख छ मा, कति मोटो। सब डस्टबिनमा नहालेर यताउता फाल्छन्। के भन्ने अब, व्यवस्थापन गर्न पऱ्यो भन्दा त खेरि नि कोही मान्दैन। माथि यो मेरो भाइको नाटक। त्यसलाई चिप्लिन मजा आइरहेको छ, त्यही भएर चिप्लो भन्दै म कतिको चिप्लिरहेको क्या। हेर्नु होला, यस्तो बच्चाहरू छन् नि नेपालमा। अहिले के भन्ने, काम नाम छैन, यस्तो चिप्लेर बस्छन् भने। ल हामी माथि पुगिसक्यौँ। सबजनालाई टपबाट भ्यू देखाउँछु। अहिले हामी टपमा पुग्छौँ। यहाँ चाहिँ कपाल बुटिङ चलिरहेको छ। त्यो हेर्नु भ्यू हेर्नु काठमाडौँको। हामी माथि पुगिसक्यौँ। अब यहाँ भ्यू हेर्नु खतरा छ। तलबाट माथि पुगिसक्यौँ हामी। यस्तो बबाल ठाउँ छ नि, हावा पनि चिसो हुने, गर्मी पनि नहुने। त्यहाँदेखि आयौँ हामी। त्यो बाटोबाटदेखि यहाँ पुगिसक्यौँ हामी। मलाई धेरै काम छ, मोबाइल पनि तातिरहेको। यो दुईजना यहाँ आफ्नो काम गर्दैछन्। हेलो गाइज, हामी कस्तो बाटो पार गरेर हामी तल आइसक्यौँ। त्यहाँ मेरो भाइ एउटा फसिसक्यो, त्यहाँ कराइरह। ओ के भयो ओए, कराइरह, त्यही फसिसक्यो। अहिले सालुको काँटाले त्यसलाई घोची मारिरह। हामी चाहिँ तल पुगिसक्यो, ठाउँमा आइसक्यौँ हामी। जाँदाखेरि त अब खत्तम हुन्छौँ हामी। यस्तो बाटो छ नि, बाटै छैन। हेर्नु न कस्तो बाटोबाट हामी आयौँ तल। यतिकै हेर्न आएको थियौँ, त्यहाँ कराइरह देखाउँछु। त्यो मेरो भाइको हालत कस्तो छ। यस्तो बाटो छ, चढ्न पनि 2 घन्टा लाग्ने। हेर्नु के गर्दा त्यो के गरिरहेको हेर्नु त। यस्तो काँटा धेरै छ के यो बाटोमा। नेपालमा काँटाको कमी छैन। छिटो आइज, नाटक नगर। हेर्नु न बाटो नै छैन, त्यसमा आइरहेको थियो। तर त्यहाँको घर मलाई दामी लाग्छ कि, यहाँको घरहरू त बबाल। यस्तो ठाउँमा डेटिङ बस्नको लागि त बबाल छ, तर हामी के गर्ने, सिङ्गल मान्छेले डेटिङको लागि बबाल छ। हेर्नु कोही छैन यहाँ, वरिपरि कोही छैन। यहाँ बस्दा नि हुन्छ, त्यहाँ माथि बस्दा नि हुन्छ। यो हेर्नु त्यो छोरा त्यो कस्तो आउँछ हेर्नु। नचल्न छुट्टु। हामीले गरेर ठुलो मिस्टेक गऱ्यो हामीले। त्यहाँ अरूको बारीको हल, त्यहाँ बेसार गरिसक्यो, खालिसक्यो यसले। अब हामी भाग्छौँ यहाँबाट। भाग्यो फेरि आयो भने कराउँछन्, छिटो भाग। काँटा हेर्नु यो सालु, काँटा हेर्नु न खतरा छ नि।
माथि पनि छ बाटोमा छ हेर्नु त यो पुरा बाटोमा यस्तो उनीहरू हेर्नु कस्तो हिँडेर आउनुपर्छ यहाँ पुरै बाटो नै बाबा डेटिङको लागि ठाउँ हो तर हामी गयो हेर्नको लागि हेर्नु अर्को भाइ कस्तो आइरहेको डराइ रुके यहाँ पनि छ बसी जानुपर्छ यहाँ ओ बिस्तारै हिँड तल पनि छ खुट्टामा खुट्टामा फसाइ तान ओ आइज छिटो बिस्तारै आइज म कसरी तानौँ आइज भरि किराहरू पातमा सिस्नो पनि छ यसमै डर पनि लागिरहेको एउटाले गर्दा कस्तो बिजोमा बल्ल तल हामी पुगिसक्यौँ माथि त्यहाँ तल गएको थियौँ यहीँ झाडीमा गएको थियौँ तल कस्तो गाह्रो भयो आमा सालको काँटले यिनीहरू त अघि नआएर बसिरहेको छ म त फँसिएको थियो म चाहिँ लामो त्यहाँबाट आउन सक्नु हात पुरै उ भइसक्यो रातो फेरि माथि आइसक्यो बाई गाइस सबलाई लाइक र सब्सक्राइब गर्न नबिर्सिनु थ्याङ्क यू सबलाई